हेलो साथीहरु सेवारो गुड इभिनिङ है। आज चाहिँ हामी बर्थडेमा आएको छौं हो, साथीको बर्थडे। साथीले चाहिँ यहाँ म यहाँ म्याडमलाई गाडी है पर्पल कस्तो दामी कलर रहेछ। मेरो यस्तो बर्थडे को थियो भन्नु यो कतिला पर्दैन। यहाँ चाहिँ बर्थडे गर्ल ह्यापी बर्थडे धेरै धेरै खुसी रहनु। यहाँ बर्थडे गर्लको हाम्रो उयोले चाहिँ पड्काउनु आँटेको छ। हामी चाहिँ आज बर्थडेमा आएको छौं है साथीहरु। हेलो विश पनि डरलाग्दो माग्यो। मैले पुरा पठाइदिएको छु बिहान पछि ल भिडियोमा। खै ह्यापी बर्थडे बोल्नु है काली। ह्यापी बर्थडे पहिला अन्त ह्यापी बर्थडे छिटो आइज देखा। फुक्नु न फुक्नु। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे डियर काली कलोटी। ह्यापी बर्थडे टु यु। May God bless you. May God bless you. Happy birthday dear Didi. Happy birthday to you. दाजुलाई दाजु हैन न त्यो निकाल्न न पहिले दादालाई दिनु दाजु आउनु भाइलाई यो निकाल्नु पर्छ लौलु न बोलु दादा उसको अनुहार उसको क्रिम जान्छ भनेर के हैन पहिला खदा लगाइदिने यसो खदा दिनुपर्छ ल। एक वर्षमा एकखेप बर्थडे आउँछ फोटो खिचौँ पहिला हैन खदा नानी त नानी कुन थियो त खदा त अन्त यहाँ नानीहरु कता बोलाइले के अब रिसाउँछ नो 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 बहिनीको पाला जानुस्। ह्यापी बर्थडे चाहिँ हाम्रो दिदीलाई हैन 35 वर्ष पुग्नु भएकोमा धेरै बधाई छ। मा नो नो 18 पुरा पुगेर 19 मा ह्यापी बर्थडे ल लुचौरे खाल छैन यहाँ पनि दामी निस्किँदैछ जानु लल्लो मलाई कस्तो माइलाको पठाइदिए त्यही रोज है। साथीकोमा बर्थडे अब साथी बहिनीकोमा बर्थडे खानु आइरहेछु। हाम्रो चाहिँ यहाँनिर गिफ्ट चाहिँ ड्यू भइरहेको छ हो, त्यो चाहिँ अन द वे हामीले मगाइदिइरहेछु। अन्त इट्स कमिङ अन जनवरी हो, त्यो चाहिँ सेकेन्ड डान्स गर्छु। हामीले तिमीले के ल्याइदियो गिफ्ट? बादमा हामी पनि बादमै दिने भएको छौँ गिफ्टहरू चाहिँ साथीहरू। तिमी तीनजना कता जानु भएको? राम्रो बोल्नुस् फोटोहरु राम्रो भर्खर केक कटिङ भयो केक देखाइदिनु रे फेरि नानीहरूले पनि भनेको ल्याउँदैछ। वर्षको भने 20 वर्षको सबभन्दा क्यामेरा हेरेर भनिदिनु 20 वर्षको सबभन्दा सानो। यो संविधानमा माथि झुन्डाउनु पर्ने काम हुँदैन। आज चाहिँ हामी बर्थडे पार्टीमा चाहिँ लिँदैछौँ है। यो हामी चाहिँ कोही के बेला है बर्थडेको टाइमतिर है छक्कै नपर्नुहोस् होला। उयो के भन्छ रेड बुल पनि है कसै त
यो स्टेट इक्वेसन पढेर लाग्छ हैन कोही बेला चाहिँ कि माउ पर्छ भन्छ नि छिटो हो हैन अस्ति के मातेको मेनुका ओ गाइस सारा माते आज भन्नु हैन बेसी खानु पर्दैन कोही बेला प्यारो साथीले चाहिँ मलाई एकदमै यहाँसम्म लिएर आउनु भयो है तपाईलाई गुड नाइट बाई